गनहरू कुन कुन गर्न थाहा छैन आफूलाई चाहिँ सजाएर खत्रै राख्यो ल गाइज फाइनली कतार म्युजियम पनि आइसक्यो गाइज कतार म्युजियम चाहिँ हाम्रो हेर्नुहोस् कस्तो छ भन्ने यस्तो अबि ठाउँ त खतरा छ नि है सट्ट यो चाहिँ बाहिरबाट है गाइज खजुरै खजुर छ खजुर पनि पुरै हेर नि यसले बाँधेर राखेको छ कतार म्युजियम पार्क यो चाहिँ बाहिरबाट छ है गाइज सट्टसँग अब हामी छिर्छौँ भित्र सट्टसँग भित्र जाने हो तपाईहरुलाई देखाउनेछौँ गाइज अब भित्रको दृश्य त भित्र छिरिसकेपछि तपाईहरुलाई भित्र के कस्तो हुन्छ देखाउनेछु गाइज कतारको आइडी दिएपछि चाहिँ यस्तो टोकन दिँदो रहेछ क्या कतार म्युजियम घुम्नको लागि चाहिँ त्यहाँ कतार आइडी दिनुपर्ने रहेछ अनि यस्तो एउटा कुपन दिने रहेछ त्यहाँ दिने अनि चट्ट घुम्नुपर्ने रहेछ गाइज सिन चाहिँ यस्तै रहेछ ल चाहिँ खत्रै छ त्यही भएर अब सट्ट घुम्दिउँ आएको बेला भनेर यहाँ घुम्ने चाहिँ मलाई धेरै रहर थियो क्या पहिलादेखि नै अनि आज चाहिँ फाइनली आइयो कतार पोर्टतिर उतातिर घुम्यो है चट्टसँगले यहाँभित्र अब कतार म्युजियम पार्कतिर घुम्यो यो देखाउनु पर्छ कता देखाउने अनि चट्टसँगले घुम्ने डोर ओपन गर ठक्कसँग यसरी घुम्दिउँ के गर्नुपर्ने हो बुझाउनु पर्ने रहेछ एलाउड भिडियो सिडियो गर्न पनि पुरै एलाउड छ त गाइज हुनको यस भन्न थालेँ है त्यसपछि ठक्क यहाँको सिनहरू चाहिँ के चाहिँ हुने रहेछ त यहाँ हेर्नुहोस् त यस्तै रहेछ पुरै काठको चाहिँ पुरै काठहरू यस्तरी बनाएर यस्तै रहेछ पहिलाको यो पुरानो कतारमा चाहिँ यस्तो ढोकाहरू हुने रहेछ चिक्कु सुक्कु पनि ठक्क नेपालकै जस्तो ओल्ड उयसको चाहिँ यहाँ खड्कुलो यो चाहिँ के हो यस्तो ठुलो चाहिँ नाङ्लो हो कि के भन्ने पुरानो आइटमहरू भाँडाहरू यस्तरी यहाँ चाहिँ सजाएर राख्छ यो त हाम्रो नेपालमा पनि हुन्छ नि त सिसा पो रहेछ त सिसा हो र केही पनि सामान नथपेको कुनै पनि सामान टच नभयो पुरानो आइटमहरू रहेछ लगाइ यस्तै रहेछ है त यस्तरी ठक्कसँग यस्तरी सजाएर राखेको छौँ पुरानो आइटमहरू चाहिँ गाइज हेर्नु लालटिन हेर्नु ठक्कसँगले दामी रहेछ पहिला
ठिक्कसँगले यहाँ यस्तरी चाहिँ यो गर्नु रहेछ गाइस। यो यस्तो सामानहरू चाहिँ पुरै सजाएर राख्ने रहेछ ब्यागहरू है। यहाँ चाहिँ अनि पुरा यस्तो टिभीहरू यस्तो यस्तो छ गाइस। हो पुरै अँध्यारो यहाँ चाहिँ यस्तै रहेछ है त गाइस। अब है कता कताबाट घुम्नु यहाँ भित्र त यस्तै रहेछ ल। अनि अब यता चाहिँ बन्द छ जस्तो छ त्यसको माथि पनि यता चाहिँ बन्द रहेछ पुरै है। यस्तै छ गाइस। पुरानो सामानहरू चाहिँ पुरा सम्हालेर राखेको रहेछन् क्या गाइस। त्यही